नमस्कार, यहाँहरू सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। आज म यहाँहरूमाझ गोर्खा जिल्ला धार्चे गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको सीमानामा पर्ने लगभग 2900 मिटरको उचाइमा रहेको मम्चे डाँडामा लगभग 45 थरीका गुराँस फुलिरहेको ज्यादै नै मनोरम भिडियो लिएर आएको छु। अहिले म मम्चे डाँडामा बसेर यो गुराँस फुलेर जङ्गल सबै ढाकेको भिडियो खिचिरहेको छु। आशा छ यहाँ सम्पूर्णलाई यो भिडियो मन पर्नेछ। गुराँस फुलेर लटरम्म ढाकिएको यस ठाउँमा आउनको लागि काठमाडौँदेखि लगभग 190 किलोमिटर यानि कि 7.5 देखि 8 घण्टाको यात्रा गरिसकेपछि हामी यस ठाउँमा आइपुग्न सक्छौँ भने गोर्खा जिल्लाको सदरमुकामबाट 70 किलोमिटरको दूरीमा रहेको यस ठाउँमा आइपुग्नको लागि 5 घण्टा समय खर्चिनु पर्ने हुन्छ। यस ठाउँमा घुम्न आउनको लागि काठमाडौँदेखि आउँदै हुनुहुन्छ भने दुईवटा बाटोबाट आउन सकिन्छ। एउटा चाहिँ धादिङबेसी सल्यानटार आडुघाट हुँदै लाप्राकबाट यो डाँडासम्म आउन सक्नुहुन्छ। त्यसै गरी अर्को बाटोको कुरा गर्नुपर्दाखेरि काठमाडौँ, मुगलिन, गोर्खा, बारपाक हुँदै यहाँहरू यस ठाउँसम्म आउन सक्नुहुनेछ। यस ठाउँमा आउनको लागि सार्वजनिक यातायात जीप, बस चढेर पनि आउन सकिन्छ भने आफ्नो सवारी साधन छ भने जीप, मोटरसाइकल लिएर यहाँ आउन सक्नुहुन्छ। यस ठाउँमा घुम्न आउँदा बास बस्न र खानपिनको लागि स्थानीय गुरुङहरूले सञ्चालन गरेको होटल, होमस्टेको पनि राम्रो व्यवस्था छ। त्यसै कारणले गर्दाखेरि यहाँहरू यस ठाउँमा घुम्न आउँदाखेरि बासको लागि, खानको लागि चिन्ता लिनुपर्ने आवश्यकता छैन। यस ठाउँमा हजुरहरूलाई होटलमा बस्दिन, म आफै क्याम्प गर्छु भनेर लाग्छ भने यहाँहरूले आफ्नो सामग्री ल्याएर क्याम्प गरेर बस्न पनि सक्नुहुन्छ। किन भन्दाखेरि यो मम्चे डाँडामा ठुला चौरहरू छन्, जुन चौरमा बसेर यहाँहरूले बिहानको सूर्योदय, बेलुकाको सूर्यास्तको राम्रो दृश्य अवलोकन गर्न सक्नुहुन्छ। त्यस्तै गरिकन यस ठाउँबाट नजिकै रहेको लाप्राक गाउँ, कुप्सीपाखामा रहेको 553वटा घरहरू, जसलाई चाहिँ एकीकृत नमुना बस्ती पनि भनिन्छ, जो चाहिँ लाप्राकको पुरानो गाउँ चाहिँ भूकम्प आइसकेपछि जोखिममा परेको कारणले गर्दाखेरि
उहाँहरूलाई सुरक्षित वासस्थानको रूपमा चाहिँ गुप्सीपाखामा घर बनाएर राखेको गाउँ पनि डुल्न सक्नुहुन्छ। त्यस्तै गरिकन यहाँहरूले लाप्राको पुरानो गाउँ पनि घुम्न सक्नुहुन्छ भने गुम्दा एकदमै ठुलो गुरुङ गाउँ छ। गुम्दा घुमेर त्यसपछि त्यहाँबाट माछी खोला झरेर बुढी गण्डकीमा रहेको तातो पानीमा स्नान गरेर यहाँहरूले फेरि आरुघाट हुँदै सल्यानटार धादिङ बेसी हुँदै काठमाडौँ पनि फर्किन सक्नुहुन्छ अथवा आरुघाट क्याम्पेसाल गोर्खा बजार हुँदै यहाँहरू काठमाडौँ अथवा तपाईँ कहाँबाट आउनुभएको छ त्यो ठाउँमा चाहिँ सजिलै फर्किन सक्नुहुनेछ। भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनु होला र मेरो भिडियोहरू हेरेर मलाई फिडब्याक पनि दिनुहोला। यो ठाउँसम्म आउनको लागि यहाँहरूलाई डिटेल चाहिन्छ भने यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। म चाहिँ त्यसको बारेमा डिटेल बनाएर राखिदिनेछु। हस् त, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। नमस्कार, जय होस्।